पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति दया लाग्दैन? अलिकति भित्र हरि हुन्छ नि, हरि थोरै त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो। त्यहाँका नागरिकमा को गाउँमा किसानहरूको चाहिँ भत्किएको कुल अलिकति बनाइदिन पाए हुन्थ्यो। सिँचाइको निम्ति एउटा सानो बोरिङ त्यहाँ गाडिदिन पाएको भए हुन्थ्यो। भोलि पर्सि म पूर्व जाँदाखेरि त हाम्रो सुनिल भाइले बाटामा रोकेर कमसेकम एउटा माला लगाइदिन्थ्यो कि, पश्चिमतिर जाँदाखेरि हाम्रो माननीय चन्द्र भण्डारीले अर्को माला लगाइदिनु हुन्थ्यो कि। तपाईहरुलाई अलिकति त्यो विवेक, यसलाई विवेक भन्छ। मान्यज्यूहरू, मन्त्रीज्यूहरू, यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, भाषा मेरो अशिष्ट भएछ भने म क्षमा माग्न चाहन्छु। तर एउटा कुरा तपाईहरुलाई सम्मानजनक ढङ्गले म भन्न चाहन्छु, तपाईहरुको हृदय छ कि छैन? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईहरु देशको मन्त्री हो, देशको नेता हो, या एउटा सानो समूह, एउटा झुण्डभित्रको तपाईहरु चाहिँ जो मन्त्री हो? अनि तपाईहरु मन्त्री बनिरहँदाखेरि अनि तपाईहरु एक्लै चुनाव जितेर आएर बन्नुभएको, त्यसो भए गठबन्धनको आवश्यकता किन? अनि कांग्रेस एमालेका साथीहरुलाई, मन्त्री हुनु भइसकेका साथीहरुलाई अझ म भन्न चाहन्छु, अब यो 4-5 वटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोटाले पुग्ने भयो त? तपाईहरुले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ? यो एउटा गम्भीर विषय हो, यो एउटा मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई। र मलाई के लाग्छ भने हामी मिलेपछि नहुने भन्ने केही पनि छैन। यो बजेट अहिले तत्काल तपाईहरुले संशोधन गर्नुपर्छ, समन्वयिक हुनुपर्छ बजेट। यो राज्य सत्तालाई हातमा लिएर, राज्य सत्तामा बसेर पावरको अभिमान देखाएर अनि नागरिकलाई लिगल वेबाट नागरिक लुट्न पाइँदैन, किनभने कर नेपालका सबै नागरिकले बराबरी तिरेको छ। हाम्रा